नमस्कार। आज म एउटा अचम्मको विषयवस्तुमा चर्चा गर्न गइरहेको छु। हामीले जिन्दगीको भोगाइमा हजुर हामी सबैले देख्ने गरेको विभिन्न घटनाक्रमहरू हुँदाखेरि विभिन्न पात्रका विभिन्न अलग अलग परिवेशहरू हुन्छ। जस्तो एउटा बसमा यात्रा गरेका यात्रुहरू कतै दुर्घटना पर्दाखेरि दुई चारजना मान्छे तलमाथि हुन्छन्, दुई चार मान्छेलाई अशक्त चोट लाग्छ, दुई चार मान्छेलाई केही पनि हुँदैन। कस्तो विचित्र छ है। अब कति मान्छे सानो मेहनतले पनि सफल भएका हुन्छन्, कति मान्छेले धेरै मेहनत गर्दा पनि असफल हुन्छन्। कस्तो विचित्र छ। म यस्ता विचित्र चिजहरू अचम्म लाग्छ, सायद तपाईँहरूलाई पनि लाग्छ। यो हुनुको पछाडि विभिन्न कारण होला। त्यसैमध्येमा पनि केही कारणहरूलाई मैले के लाएर पूर्वजले भनेको, सुनेको, आफूले अनुभव गरेको आधारमा केही बुदाहरूलाई टिपोट गरेको छु। त्यसले हजुरलाई अवश्य फाइदा गर्छ। हाम्रो गाउँघरमा हाम्रो भन्ने गरिन्छ कि लक्षित या अलक्षित होइन, कोही केही हुन्छ लक्षित, केही हुन्छ अलक्षित। जो लक्षितको कामभन्दा अलक्षितको कामले हामीलाई छिटो असर गरेको हुन्छ। जस्तै तपाईँले कुनै सेवा गर्नुभयो भने त्यसको फल मिल्छ मिल्दैन ग्यारेन्टी हुँदैन, तर तपाईँले गल्ती गर्नुभयो भने त्यसको फल त उतिखेरै भोग्न पर्छ। त्यस कारणले त्यस्तै हाम्रो दैनिकी क्रियाकलापहरू छन् जसले हामीलाई छिटो असर गरेका हुन्छन्। त्यसलाई हाम्रो भाषामा अलक्षित भनिन्छ। यस्ता अलक्षित के कामहरू हुने गर्छन्, त्योबाट हामी कसरी बच्न सकिन्छ? यस्ता सामान्य अलक्षितका कामहरूबाट त जोगिन सकियो नि त। त्यस कारणले मैले हजुरहरूलाई केही टिपोट गरेका केही अलक्षितकाबाट हामीले सचेत हुनुपर्ने कुराहरूलाई हजुरहरूलाई जोड्न चाहे। बिहान उठ्दा बित्तिकै हाम्रो सामान्य चलनै हुन्छ, उठो यताउति गर हिँड्यो। तर हामीले दैनिक के गर्नु पर्दो रहेछ भने दैनिक उठ्दा बित्तिकै सबभन्दा पहिला आफ्नो हत्केलालाई हेर्नुहोस्। त्यसले तपाईँलाई दैनिक रूपमा त्यसलाई औदोष लाग्न दिँदैन भने आफ्नो हत्केला जिन्दगीमा कसैलाई नदेखाउनुहोस्। यस्तै गरेर हजुरहरूले सायद दैनिक नुहाउनुहुन्छ होला, या नभए जहिले पनि नुहाइन्छ। नुहाउँदाखेरि निवस्त्र भएर ननुहाउनुहोस्, किनभने जल दोष लाग्दछ भने। त्यस्तै गरेर नुहाइसकेपछि या अहिले पनि हामीले आफ्नो जो भित्री वस्त्र हुन्छ त्यो कहिल्यै पनि अरूलाई धुन नलगाउनुहोस्। घरमा गरिने पूजापाठहरूमा पनि केही अलक्षितका हुँदो रहेछन्, त्यसलाई हामी सचेत हुनुपर्दो रहेछ। जस्तो हजुरहरूले घरमा भगवान्को बत्ती बाल्नभन्दा पहिला जल फेर्नुहुन्छ, अवश्य फेर्नुहुन्छ। त्यो जल फेरेपछि त्यो बासी फुललाई यसो धोइ पखाली गरेर राख्ने आम चलन हुन्छ। त्यसो नगर्नुहोस्। बरु शुद्ध जल चलाउनुहोस् कि फ्रेस फुल चलाउनुहोस्। त्यस कारणले बासी फुल चलाउनु हुँदैन। यस्तै गरेर हजुरहरूले बत्ती बाल्ने चलन हुन्छ। बत्ती बाल्दाखेरि तेल हालो, बाती हालो, त्यहाँबाट फेरि यसो मिलायो अनि बालो। त्यो कहिले गर्नु हुँदैन। दीप राखेर तेल राखेपछि कहिले पनि हातले मिलाउनु हुँदैन। यस्तै गरी बत्ती अब दीप बाल्न पर्यो भने हामीले यत्तिकै बालिदिन्छौँ, तर फुलको साक्षी नराखीसम्म बत्ती नबाल्नुहोस्। खाना पकाउने बेलामा पनि हामीले केही ध्यान दिनुपर्ने कुरा हुँदो रहेछ। जस्तो हामीले आगो बाल्छौँ या चुलो बाल्छौँ, त्यो बेलामा हामीले फ्याट्टे बाल्यो त्यहाँबाट लगेर भाँडा राखिदियो। त्यो कहिले गर्नु हुँदैन जबसम्म बाती त्यहाँ बलेको आगो निलोबाट रातो हुँदैन, हामीले भाँडो राख्नु हुँदैन। यस्तै गरी पकायो त्यहाँबाट फेरि हुँडी राख्यो, त्यही चुलो माथि नै राख्यो, ऐना माथि नै राख्यो, त्यो कहिले गर्नु हुँदैन। त्यसलाई साइडमा राख्नुहोस्। जुठो भाँडो, पकाइसकेको भाँडो, फेरि खनाएको भाँडो कहिले पनि चुलो माथि नराख्नुहोस्।
घरको हामीले सुरक्षाको लागि जो ताला चाबी हुन्छ त्यसलाई यत्तिकै झुन्डाउने यत्तिकै त्यही कुण्डीमा राख्ने गरेका आम देखिन्छ। तर त्यस्तो कहिल्यै नगर्नुहोस्। चाबीलाई हमेसा ताला बन्द गरेर अलग अलग राख्ने बानी गर्नुहोस्, अवश्य फाइदा हुन्छ। खाना खाने बेलामा सकेसम्म दाहिने हातले खानुहोस्, बायाँ हातले खाने बानी नगर्नुहोस्। र गाँसमाथि गाँस, खास गरी भातको गाँस खान्छ फेरि गाँस खान्छ अहिले नगर्नुहोस्। एक गाँस कति ठुलो गाँस लिनुहोस्, तर त्यो चबाएर निलेपछि मात्र अर्को गाँस लिने गर्नुहोस्। सकेसम्म हजुरले भातको सिता कहिल्यै नफाल्नुहोस्, अवश्य अन्न दोष लाग्छ भन्दै यस्ता सामान्य कुराहरूको हामीले पालना नगरेको कारणले नै हामीलाई साना औदोषहरू लाग्ने गरेको अनुभव मैले गरेँ है त। त्यो पालना गर्ने नगर्ने हजुरको विचार।